देख्नु हो बाली हुन्छ पोथी हुन्छ झन् कुरो के आयो भने कलाकार बन्ने सपना बोकेर काठमाडौँ जाने बिहे गरेर बुढी घरमा राख्ने फेरि बुढी घरमा छोडेर फेरि काठमाडौँ जाने फेरि पहिलो जान्छ त्यो बिरुवामा पानी हालिरहनु पर्दो रहेछ कि सर मैले पटक यही भन्छु होइन तपाईँले त्यो चैत वैशाखमा बिरुवा रोप्नु भयो भने पानी हाल्नु भयो भने मर्छ नि जीवनमा त्यही भएको हो त्यही भएर अहिले पानी हाल्ने भनेर घरमै बसिरहेको हो म्याडम त्यस्तो हो र त्यस्तो त होइन यहाँको सोचाइ गलत हो अब कुनै कुनै बिरुवाले चाहिँ पानी राख्नु पर्छ होला तर सबै बिरुवा एउटै त हुँदैन पानी माथि ओबान भने यस्तैलाई हो के होइन बिना पानी पनि बिरुवा हुन्छ अब यिनी हेर्नुहोस् यिनी कोदनार भइरहेछ यसले कसले पानी त्यसो घरको छोरो कसले पानी हालेर जन्म्यो त्यो कुरा बेग्लै हो कहिले काहीँ त भइहाल्छ मैले त सिधै भन्न नमिलेर पो भने हो त बेग्लै कसरी भयो कहिले काहीँ पानी राख्ने अनि सधैँ पानी राख्ने त त्यो घर मान्छेको हर सोचाइ हुन्छ नि त अब मैले पानी सारेन त्यही भएर यो बिरुवा सुग्यो कि अन्त सर्यो कि भन्ने यहाँको मनमा होला होइन तर खास गरी अब उहाँको जीवनबाट छोडेर गएको उहाँहरूको मनमा चाहिँ के भएर जानु त्यो चाहिँ मलाई थाहा छैन नि तर सबै बिरुवाले चाहिँ पटक पटक पानी राखिरहनु चाहिँ पर्दैन जस्तो लाग्छ तर यो कुरा हाँसो रमाइलो भए तापनि नि कहिले राख्नु त पर्छ